सम्पन्न भयो गायिका रेणुका भट्टराईको बिहे। विदाईका बेला रेणुका रुँदा रोए उनका श्रीमान पनि। चर्चित लोकदोहोरी गायिका रेणुका भट्टराई हिजो वैवाहिक जीवनमा प्रवेश गर्दै नयाँ जिन्दगीको सुरुवात गरेकी छन्। बुटोल छैन महिनामा उनको आफ्नै घरमा विवाह सम्पन्न भएको थियो। उनले गैँडाकोट निवासी हाल युकेमा बसोबास गर्दै आएका नरेन्द्र घिमिरेसँग लगनगाँठो कसेकी हुन्। विवाह पारम्परिक नेपाली शैली अनुसार निकै धुमधाम र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा परिवारका सदस्य, नातागोता, सङ्गीत क्षेत्रका साथीहरू, समाजसेवी, कलाकारहरू तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो। यद्यपि समारोहको सबैभन्दा भावुक क्षण भने विदाईका समयमा देखिएको थियो। विदाईका बेला रेणुका आँखा रसाउँदै रोइन् र उनको आँसु देखेर उनका श्रीमान नरेन्द्र घिमिरे पनि रोकिन सकेनन्। उनी पनि आँसु पुस्न थालेको देखिन्थ्यो। तर सबैभन्दा हृदय विदारक क्षण तब आयो जब रेणुकाका साना भाइ, जो सधैँ उनकै छाया झैँ साथमा रहने गरेका थिए, दिदीलाई विदाई गर्न नसकी रोए। भाइ विदाईको बेला रेणुकाको छेउमा आएर रोएका थिए। यो दृश्यले उपस्थित सबैको मन छोएको थियो। धेरै अतिथिहरू आँखा रसाउँदै भन्थे, साँच्चीकै बेहुलीको विदाई सजिलो हुँदो रहेन रहेछ। विवाहभन्दा अघि रेणुका भट्टराईले कहिल्यै पनि आफ्नो प्रेम सम्बन्धको बारेमा सार्वजनिक रूपमा केही खुलाएकी थिएनन्। यहाँसम्म कि विवाहको दिनसम्म पनि उनले श्रीमानको पहिचान गोप्य राखेकी थिइन्। जुन सरप्राइज स्वरूप सार्वजनिक गरिन्, सबैमा खुसीको माहौल छाएको थियो। विवाह पश्चात रेणुका श्रीमान नरेन्द्रसँग युके जाने तयारीमा रहेकी छन्। तर युकेबाट पनि आफ्ना गीत, भिडियोहरू र साङ्गीतिक कार्यक्रम मार्फत दर्शक र श्रोताहरूमा निरन्तर जोडिने योजना बनाएको उनको नजिकको स्रोतले बताएको छ। लोक सङ्गीतमा सशक्त पहिचान बनाएकी रेणुका भट्टराईको यो नयाँ जीवन अध्यायमा उनको प्रेम, समर्पण र पारिवारिक भावनाले थप गहिरो रङ भरिदिएको छ। पुनः एकपटक हाम्रो तर्फबाट पनि नव दाम्पत्य जोडीलाई सफल दाम्पत्य जीवनको धेरै धेरै शुभकामना।